So welcome back to another vlog of few vlogs. आज चाहिँ यहाँ एउटा चिज देखाउँछु मैले डोर बनाएको थिएँ एउटा मौरी कुद्दैछ हिजो चाहिँ आएको थियो हो फेरि गएको छ नि त आज एउटा मौरी कुद्दैछ यहाँ बेसी के हुन्छ अहिले कति आउँछ हेर्नु यहाँ अब दिदीको काम चल्छ हेलो अब डेली भ्लग गर्नु पऱ्यो भने ड्राफ्टमा राख्नु पऱ्यो कि सो गाइस म चाहिँ अहिले मौरीको डोर लिन जाँदैछु कलो दाजुले मगाइरहेको छु सो गाइस यहाँ डोर चाहिँ यहाँबाट लाने हो म अब डोर चाहिँ यहाँबाट लाने हो अब भनेको हाम्रो बडी बिल्डर दा अब चाहिँ म कन्टिन्यू भ्लग गरौँ भनेको हेलो सुभाष दा लट्री लट्री बोझगाडी स्कुलको हो यो मात्र 100 रुपियाँ कहिलेसम्म डेट प्राइस छ तपाईँहरूको यहाँ हेर्नुहोस् फर्स्ट प्राइस रहेछ हन्टर बाइक सेकेन्ड प्राइस रहेछ स्कुटी थर्ड प्राइस आइफोन रहेछ त्यहाँबाट कन्सुलेसन 7 वटा रहेछ यसको विड्रल यो ड्र डेट चाहिँ रहेछ तपाईँको 22 डिसेम्बर 2025 मा खोइ आएकै छ मौरी त काटिदिनुहोस् होला याद जसले पनि याद पायो भने चाहिँ सो गाइस मैले पनि काटेको छु नम्बर चाहिँ यहाँ त्यस्तो छ 1979 लेट्स सी पर्छ कि पर्दैन गाइस यहाँ मौरी लिएर ला ला आफै लड्यो यसको त सुपर वारहरू छ क्या हेर त्यस्तो हेर्छ नि लडाइहाल्यो सो गाइस अब अचानक जोसँग जानु पर्यो म रेडी हुँदैछु अब जानु सो गाइस चल दिए हम कस्तो लाग्यो हिजो म आएको मैले हिजो आएको अनलाइन स्कुटी कुदाउँदाखेरि सो गाइस यो चाहिँ हो हाम्रो घरको मिल धान पिस्ने मिल हो आफ्नै घरको तेल लिनु जानुपर्ने छ सो यसमा डिजल लाग्छ डिजल इन्जिन हो स्टेडियममा कहाँ कहाँ हुनुहुन्छ अब यो ठाउँ जाने हो सिधै सो गाइस हेयर कट इज डन चलो सो गाइस अहिले चाहिँ जोरथाङमा अल्छी लागेर यहाँ दाजुलाई पर्खिँदै बसिरहेको छु सो मैले यहाँ लट्री पनि काटेको छु डेयर लट्री अहिले पऱ्यो भने चाहिँ देखाउने छु पऱ्यो भने चाहिँ देखाउँदैन स्टेडियम सो गाइस हाम्रो दाजु आइपुगिसकेको छ के किनिदिन्छ कुनै मलाई के किनिदिने कुनै मलाई के किनिदिने कुनै मलाई भनेको कहाँ जाने अब के काम छ मेरो काम छ यहाँ सरले बिहा गर्ने अरे अब सरले बिहा गर्ने अरे अब बिहा गर्ने बोलाउँदैछ कि मलाई सो गाइस अब चाहिँ काम सकेर घरतिर लाग्यौँ हामी लाग्यौँ होइन दबाई किन्नु छ अनि हामी एउटा दामी जग्गा जानेछु त्यो पनि देखाउँछ स्टे ट्युन गाइस अब चाहिँ हामी घरपट्टि लाग्यौँ हेलमेट चाहिँ कडा छ यहाँ सो गाइस यहाँ विकासलाई घर आइपुग्यो हामी हाम्रो बहिनी चाहिँ यहाँ बाइक कुदाउँछ अरे सुभाष दाको नानी अहिले चाहिँ कृष्णलाई पुर्याएर उता ओह्रालो घर फर्केको प्याकिङ चल्दैछ हाम्रो यहाँ दिदीको भोलि सिधै फ्लाइट टु बेङ्गलोर वाइ र मिमी मात्रै बेङ्गलोरकोले चाहिँ वाइ र मिमी ज्यादै लान्छ है न्युट्रेलाको अचार सेलरोटी खाब्जे कति 130 होइन बुढाबुढी यहाँ एकछिन नबाजौँ तास खेला रे
दुई दाजु हो यो ताज भएको चाहिँ अहिले चाहिँ हामी गीत गाउँदै बसिरहेको थियौँ चार्ज सक्यो So guys, thanks for watching the videos and make sure to subscribe it, like it and comment below. So next video भेटौँ